म तपाईँलाई के स्पष्ट पार्छु भने पछिल्लो समय युवाहरूमा राजनीतिक चेतना ल्याउनको निमित्त काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको भने त्यसलाई राँकोको रूप दिँदैछौँ नि हामी। त्यो त सत्य हो नि। युवाहरूले गरेको आन्दोलन पश्चात जसरी चाहिँ जुन जिम्मेवारीपूर्वक काठमाडौँको मेयर साहबले चाहिँ जुन जिम्मेवारी देखाउनु भयो त्यो उहाँले देखाउनु भएको जिम्मेवारी र त्यही ढङ्गले उहाँसँग सहकार्य भनौँ अथवा उहाँले कतिपय कुरा सार्वजनिक पनि गर्नुभएको त्यसैको बलमा पनि त अहिले सरकार बनेको काहीँ न काहीँ उहाँको संलग्नता नभनौँ काहीँ न काहीँ उहाँको सद्भाव या उहाँको सल्लाह सुझावहरूको बलमा सरकार बनेको पनि छ। जेनजीहरूको विश्वासको पात्र पनि त अन्य राजनीतिक मानिसहरूभन्दा बढी नै बालनजी हुनुहुन्थ्यो नि त। यी सबै कुराले गर्दाखेरि एउटा नयाँ परिवर्तनको झिल्को लिएर आएको मान्छेका रूपमा युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले यो सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दावेदार नै बालेन शाह हुनुहुन्छ।